सम्मान नपाएकी स्त्री हामी यस विषयमा आज कुरा गरौँ। हाम्रो आमा, दिदीबहिनी, हाम्रा काकी, फुपू, हजुरआमा जसले चाहिँ आफ्ना सबै जीवन तिनै श्रीमान, तिनै छोरा र तिनै भाइलाई निर्माण गर्नको निम्ति सबै शक्तिहरू खर्च गर्छिन्। न त उनीहरूले कहिले बिरामी भएँ भन्न पाउँछिन्, न त कहिले म थाकेँ भन्न पाउँछिन्। पुरुषहरूको लागि बिसाउने ठाउँ घर छ। जब हामी बाहिर थाक्छौँ, गल्छौँ, हाम्रो जीवन एकदमै शिथिल हुन्छ, हाम्रो जीवनमा चाहिँ इनर्जी लस्ट भएर जब हामी आउँछौँ, जब हामी हाम्रो आमा, हाम्रा श्रीमती, हाम्रा दिदीबहिनीको चरणमा जब हामी जान्छौँ, तब हाम्रो सारा थकानहरू मेटिदिने उहाँहरूको स्नेहपूर्ण व्यवहार हाम्रो जीवनमा हुन्छ। तर कहिले पनि हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ, उनीहरू पनि सम्मानको योग्य छन् भनेर हामीले कहिले पनि ठान्दैनौँ। न त उनीहरूलाई त्यो सम्मानको निम्ति हामी अगाडि सार्छौँ, न त हामीले पाउने सम्मान उनीहरूलाई नै दिन्छौँ। तर पनि उनीहरू निरन्तर हाम्रो सेवामा हामीसँगै र हाम्रा भावी दिनहरूको लागि सदाभर तल्लीन हुनुहुन्छ। ती नारीहरू के धन्यका होइनन् र? अवश्य पनि हुन्। ती आमाहरू, ती स्त्रीहरू धन्यका हुन् जसले आफ्ना सबै इच्छा आकाङ्क्षाहरू मारेर, आफ्नो सबै कुराहरू छोडेर उनीहरूले चाहिँ जहिले पनि पुरुषको लागि अथवा श्रीमानको लागि, आफ्नो छोराको लागि सबै खुसीहरू त्याग्न तयार हुन्छ। आदरणीय आमाहरू, दिदीबहिनीहरू, कहिलेकाहीँ तपाईँको जीवन यति धेरै निराशले ढाक्छ होला। मैले बाहिर संसार देख्न पाइनँ, मैले कहिले पनि सम्मान व्यक्त गरेका कुराहरू मेरो जीवनमा अनुभव गर्न पाइनँ भनेर तपाईँलाई कहिलेकाहीँ निराश लाग्न सक्छ। कहिलेकाहीँ पुरुषहरूले पनि तपाईँहरूमाथि कतिवटा कुराहरूमा ज्याजती गर्न खोज्छ होला। त्यस कारण तपाईँलाई लाग्न सक्छ, म त मेरो जीवनमा केही पनि भएन, मेरो जीवनै विनर छ, म त एउटा कृत्रिम वस्तु जस्तै हुँ भन्ने तपाईँको जीवनमा हुनसक्छ। तर तपाईँ निराश नहुनुहोस्। तपाईँ अद्भुत रीतिले बनाइनु भएको परमेश्वरको सृष्टि हो। जति पुरुषको हक छ तपाईँको यस धरतीमा, परिवारमा, समाजमा, तपाईँले काम गर्ने स्थलमा तपाईँको त्यति नै महत्त्व छ। विश्वको सर्वेले देखाएको छ, लगभग विश्वमा 72% स्त्रीहरूले मात्र सम्मान प्राप्त गर्छन्। सँगै काम गरे पनि, सँगै त्यसको भागी भए पनि 72% भन्दा कम स्त्रीहरूले मात्र पुरुषको बराबरी सम्मान प्राप्त गर्दछन्। तर पनि उनीहरू न त कहिले त्यो एउटा सम्मानको अपेक्षा गर्छन्, न त सम्मान पाएन भनेर उनीहरू दुखी हुन्छन्। तर निरन्तर आफ्ना छोरा र श्रीमानहरूको लागि, दाजुभाइहरूको लागि आफ्ना खुसी त्याग्न तयार हुन्छन्। के यस्ता स्त्रीहरू पाउन हाम्रो लागि, पुरुषहरूको लागि सौभाग्य होइन र? अवश्य पनि हो। त्यस कारण हामी पुरुष दाजुभाइहरूले पनि हाम्रा आमाहरूलाई, हाम्रा चेलीहरूलाई, हाम्रा श्रीमतीलाई हामीले आदर, सम्मान, स्नेह, प्रेम व्यक्त गर्नुपर्छ। उनीहरूलाई सँगै कुनै कार्यक्रममा हामीले लानुपर्ने हुन्छ। उनीहरूलाई हामीले हौसला र उत्साहका कुराहरू हामीले बोल्नुपर्ने हुन्छ। परिवार हो, समाज हो, सधैँ राम्रो हुन्छ भन्ने हुँदैन, तर विशेष दिनहरू हामीले ख्याल गरिदिनुपर्छ। अनि उनीहरूको जीवन चाहिँ मौलाउने हुन्छ। त्यसकारण परमेश्वरको वचनले भन्छ, परिवार अथवा विवाह चाहिँ 3 सुतले बाटिएको डोरी हो। पहिलो मानिस, दोस्रो स्त्री अथवा पुरुष र स्त्री, र तेस्रो चाहिँ परमेश्वर। जहाँ चाहिँ यो त्रिएकत्व अथवा 3वटा कुराहरू जोडिन्छ, ती परिवारमा न त कहिले अशान्ति छ, न त कहिले त्यहाँ अन्य छ। के त्यो परिवार तपाईँ बन्न चाहनुहुन्न र? अवश्य पनि चाहनुहुन्छ। त्यस कारणले यदि चाहनुहुन्छ भने तपाईँले आफ्ना आमाहरूलाई सम्मान व्यक्त गर्नुहोस्, श्रीमतीलाई आदर, माया व्यक्त गर्नुहोस्। र जोहरू आमा र दिदीबहिनीहरू हुनुहुन्छ, तपाईँहरूलाई पनि यो भिडियोबाट यही सन्देश दिन चाहन्छु, तपाईँ अद्भुत रीतिले बनाइएका परमेश्वरको सृजना हुनुहुन्छ। तपाईँलाई आफ्नो जीवनलाई, आफ्नो श्रीमान छोराहरूलाई निर्माण गर्ने एउटा निर्माताको रूपमा तपाईँलाई यस धरतीमा
परमेश्वरले पठाउनु भएको छ। तपाईँको छोरा, तपाईँको श्रीमान, तपाईँको छोरी, तपाईँको समुदाय कस्तो बनाउने भन्ने पहिलो चरण परिवार भएकोले त्यसको जिम्मेवारी तपाईँले पाउनु भएको छ। के त्यो जिम्मेवारीप्रति तपाईँ इमान्दार बन्नु भएको छ? होला तपाईँलाई सम्मान नहोला, तर तपाईँको छोरा, तपाईँको छोरी, तपाईँको श्रीमानले पाउने इज्जत र उनीहरूले गर्ने देश, राष्ट्र, समुदायप्रति गर्ने योगदानको हिस्सा के तपाईँ पनि होइन र? त्यसकारणले निराश नहुनुहोस्, अगाडि बढ्नुहोस्। त्यो आमा, त्यो श्रीमान तपाईँ बन्नुहोस्। परमेश्वरले सबैलाई आशिष दिउन्। आमेन।